सो आज अब डे अफको दिन मलाई चाहिँ यो अस्ट्रेलियाको सबैभन्दा ठुलो भनेर भन्दा पनि फरक पर्दैन होला। यहाँ आइकिया हुन त यो अस्ट्रेलिया मात्रै छैन, यो विकसित देशहरूमा अमेरिकामा पनि छ, क्यानाडामा पनि छ, अरू धेरै ठुला देशहरूमा छन्। र यो चाहिँ अब सबैभन्दा ठुलो फर्निचर पसल भनेर भन्दा पनि फरक पर्दैन र एफोर्डेबल पनि छ अब अरू फर्निचर पसलहरूको तुलनामा। र यो एकदमै मासिभ छ। त्यहाँ चाहिँ अब तपाईँलाई चाहिँ फर्निचर मात्रै बिक्री मात्रै गर्ने उनीहरूले होइन कि यो चाहिँ डिजाइनको विभिन्न आइडियाहरू पनि केही कुरालाई चाहिँ कसरी राख्दाखेरि राम्रो हुन्छ भनेर पनि त्यहाँ स्टोरमा देखाएको हुन्छ। र तपाईँ बिल्कुलै यो डिजाइनको क्षेत्रमा नयाँ हुनुहुन्छ अथवा चाहिँ तपाईँलाई यो डिजाइन इन्टेरियर डिजाइनर पनि पाइन्छ पाइन त पैसा खर्च गर्नुपर्ने हुन्छ, तर तपाईँ चाहिँ त्यो पैसा पनि जोगाउन चाहनुहुन्छ। अब सिम्पली हामी सामान्य मिडल क्लास भनेर भनौँ अथवा चाहिँ नेपालबाट यहाँ हामी एज अ इमिग्रेन्टको रूपमा आएको मानिसहरू जो विकसित देशमा गएका छौँ, परिश्रम गरिरहेका छौँ, इन्टेरियर डिजाइनर राखेर चाहिँ हामीलाई कुल घरको सजावट गर्ने त्यो पैसा पनि हुँदैन र त्यो हामीलाई चासो पनि हुँदैन। त्यो कारणले गर्दाखेरि अनि सम्भवतः अब हामीले चाहिँ भएको पैसा इन्टेरियर डिजाइनमा भन्दा पनि फर्निचरमा राम्रो फर्निचरमै खर्च गऱ्यो भने चाहिँ हामीलाई त्यताबाट फाइदा हुन्छ। त्यो कारणले गर्दाखेरि अब सम्भवतः यो हामी जस्ता यहीँका मिडल क्लास मान्छेहरू अथवा इमिग्रेन्टहरूलाई फोकस गरेर पनि उनीहरूले चाहिँ गरेको हुनसक्दछ। यहाँ चाहिँ फर्निचर मात्रै बेच्ने होइन कि इन्टेरियर डिजाइनका आइडियाहरू पनि दिएको हुन्छ र सजावट गर्दाखेरि यो चाहिँ यसरी सजावट गर्दाखेरि चाहिँ राम्रो हुन्छ भन्ने आइडिया पनि दिएको हुन्छ। त्यो कारणले गर्दाखेरि मैले चाहिँ विशेष गरी यहीँका अडियन्सहरू तपाईँहरूलाई त यो देखिराख्नु भएको छ, तपाईँहरूले घुमिराख्नु भएको छ, मैले यो आइडिया दिइराख्नु पर्दैन। विशेष गरी नेपालबाट चाहिँ यो भिडियो हेर्नुहुने दर्शकहरूमा चाहिँ आजको यो भिडियो समर्पित रहेको छ। र आज हामी प्रणव, मेरो सानो छोरा प्रणव र म चाहिँ आज आइकियाको टुर गर्न गइरहेका छौँ। यो मासिभसम्म चाहिँ एउटा टाइम कति लाग्ने रहेछ त, हामी त्यति धेरै घुमघाम त गर्दैनौँ, सर र हेरेर मात्रै निस्किन्छौँ र त्यति गर्नको लागि पनि कति समय लाग्ने रहेछ भनेर चाहिँ मैले त्यहाँ स्टोरमा सुरु गर्दाखेरिको टाइम बताउनेछु र हामी बाहिर निस्किएपछिको टाइम पनि मैले बताउनेछु र हामीलाई फलो गर्नु होला। जाने बेला भएको छ प्रणवकोसँग कपडामा एकदमै धेरै चाहिँ उ गर्नुपर्छ। उसले चाहिँ उसको प्रिफरेन्सको कुराहरू, म चाहिँ यो लाउँछु भन्छ, तर उसले चाहिँ सबै 1% कपडाहरू मात्रै चुज गर्ने भएको कारणले गर्दाखेरि उसँग अब अहिले चाहिँ एउटा युद्ध लडाइँ लडिरहेको छु। ल आऊ छिटो। कता बस्नु तिमी? यता कि उता? ल मजा आयो? अब चाहिँ नलुन हट उता। केले दाल नखाने। सो अब प्रणय चाहिँ स्कुल गएको अनि प्रणव पनि बिरामी भएको कारणले गर्दाखेरि हामीले चाहिँ बाहिरबाट केही खाने अनि त्यसले पछाडि चाहिँ आइकिया जाने निर्णय गऱ्यौँ। र बाटोमा म आउँदै थिएँ, मोमो मेट्स उठाएको याद आयो। प्रणवले चाहिँ नगेट खान्छु भनेर भन्यो, अहिले हामी किन्नेछौँ। म अब अहिले चाहिँ मोमो मेट्समा मोमो लिएर आउँदैछु, झोल मोमो। जाडो दिन पनि भयो, पानी पनि गएको छ, त्यो कारणले गर्दाखेरि म मोमो लिएर आउँदैछु। त्यसले पछाडि हामी प्रणवको लागि चाहिँ नगेट किन्नेछौँ अनि हामी सिधै आइकिया। अब अहिले चाहिँ म यो मोमो मेट्सको तातो झोल मोमो खाइरहेको छु अनि प्रणव चाहिँ पछाडि हङ्गी जाक्सको नगेटहरू खाइरहेको छ तातो। हामीले गाडीमा बसेर खाइरहेको छौँ। यसै पछाडि चाहिँ हामी आइकिया जानेछौँ। के गरिरहेछ? खाइरहेछ? तपाईँ खाउने हट। तपाईँ खाएन भने के हुन्छ त? जान पाउँछ त अनि
कि गाडीमै बस्ने त बुझ्यो है कति धेरै गाडी लिएर गएको होइन बाबाले के भन्ने त झुट बोल्यो भने म भनिरहेको थिएँ हामी प्रणव र म चाहिँ आज यो आइकियाको स्टोरमा आउँदैछौँ हामीले अघि मोमो मेट्समा मैले मोमो अनि प्रणवले नगेट पनि खाइसकेको छ अब यो मेरो पछाडि देखेको यो मासिक आइकियाको स्टोर हो सम्भवतः यो साउथ अस्ट्रेलियामा यो एउटा मात्रै छ क्यारे र यो यसमा चाहिँ अब एकातिरबाट इन्ट्रान्सबाट छिरेर एक्जिटबाटै निस्किनु पर्ने हुन्छ यो बिचमा म चाहिँ फर्किन्छु भनेर भन्न मिल्दैन त्यही कारणले गर्दाखेरि केही समय लामै समय चाहिँ हामीले छुट्याउनु पर्ने हुन्छ यहाँ आउनको लागि अब अहिले म टाइम इन गर्नेछु र टाइम आउट गर्नेछु हामी सरसर्ती धेरै सामानहरू नहेरिकन हामी घुम्नेछौँ निस्कनेछौँ र त्यसमा चाहिँ हामीलाई कति समय लाग्छ भन्ने कुरा पनि मैले चाहिँ कैद गर्नेछु मैले बताउनेछु मैले अब अघि पनि भनिरहेको थिएँ यहाँ चाहिँ अब यो सोरुम यो आइटम मात्रै होइन कि यहाँ चाहिँ तपाईँलाई चाहिँ डेकोरेसनका आइडियाहरू पनि दिन्छन् भनेर यो अब एउटा सानो यो चाहिँ एउटा यो सामान्य लिभिङ रुममा चाहिँ चाहिने सामानहरूको डेकोरेसन एउटा टिभीदेखि यो भित्ताका यो फोटोहरू अनि यहाँ चाहिँ फर्निचरहरू अनि यो टिभीको केस अनि यो चाहिँ साइड टेबल सानो टेबल पनि यो चाहिँ एउटा सम्भवतः सानो एउटा फ्यामिली अनि यहाँ चाहिँ सोफाहरू पनि रहेका छन् र यसको चाहिँ अब आइडियाहरू यसरी सजायो भने चाहिँ लाइटहरू यसरी राख्यो भने चाहिँ राम्रो देख्छ होला भनेर पनि यहाँ यो डेकोरेसनको आइडिया पनि दिएको छ एकदमै मासिभ अब हामी चाहिँ मैले सकिनँ हामी भर्खरै मात्रै छिरेको मैले टाइम चाहिँ याद गर्नको लागि बिर्सिएछु मैले अब अघि भनेको थिएँ यो चाहिँ यो एकदमै मासिभ ठुलो स्टोर छ यहाँ चाहिँ डेकोरेसनका फर्निचरका सामानहरू राख्ने मात्रै नभएर डेकोरेसनका आइडियाहरू पनि दिन्छन् भनेर म अब अहिले चाहिँ एउटा यो सानो बेडरुममा यो दामसहित राखिएको छ म यो चाहिँ देखाउन गइरहेको छु यहाँ कसरी चाहिँ प्रदर्शन गरिएको छ अनि तपाईँलाई चाहिँ इन्टेरियर डिजाइनको आइडिया कसरी दिइरहेका हुन्छन् त यो मैले भनिरहेको थिएँ डेकोरेसनका आइडियाहरूमा अब यो चाहिँ यो विभिन्न सामान राख्ने सामग्रीहरू पनि रहेका छन् र यी सामग्रीहरूलाई चाहिँ कसरी घरमा आफ्ना यो हेडफोनहरू अनि यो विभिन्न किबोर्डहरूलाई चाहिँ राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ भनेर पनि भनेको छ अब यो टेबल देखाइएको छ यो टेबलमा चाहिँ कम्प्युटर अनि कम्प्युटरमा चाहिँ यो डेस्कटप रेजरहरू पनि अनि यो चाहिँ रिभल्भिङ चेयरहरूको पनि यो सबै सेटै तपाईँलाई चाहिँ एउटा आइडिया दिने तरिकाले चाहिँ इन्टेरियर डिजाइनर चाहिँ नचाहिने तरिकाले यो सामानहरू यसरी डिजाइन गरेर देखाइएको छ अनि यहाँ चाहिँ छेउमा यस्ता विभिन्न सामानहरू यो अहिले चाहिँ एउटा यो बच्चाको सम्भवतः नयाँ बच्चाको स्वागतको यो सामग्रीहरू चाहिँ यो डिजाइन गर्ने यो रुममा आइपुगेको छु यहाँनिर बेबीको कट राखिएको छ अनि यो सजावट यो चाहिँ पेपरहरू सहित अनि यहाँ दामहरू यसरी सजाउन चाहिँ सकिन्छ बच्चाको फोटोहरूलाई भनेर यो सबै आइडिया चाहिँ यहाँ दिएको छ यहाँ आराम गर्नको लागि बस्ने यहाँ सोफाको चेयरको सेटहरू अनि यो साइडमा चाहिँ यो झ्यालबाट बाहिर चाहिँ होइन यहाँको यो डिजाइन नै यस्तो तरिकाले चाहिँ बनाइएको छ कि यो चाहिँ झ्यालै हो जस्तो लाग्ने तरिकाले चाहिँ डिजाइनहरू बनाइएको हुन्छ बच्चाका यहाँ केटाकेटीका सानो बच्चाका चाहिँ यो सामग्रीहरू जो यो ओइल मसाजहरू सोपहरू अनि यो कपडाहरू अब यहाँ चाहिँ एउटा सानो किचनको र चाहिँ एउटा सानो लिभिङ रुम दुइटै एट्याच भएको चाहिँ आइडिया दिएको छ यहाँनिर यो विभिन्न सामग्रीहरू रहेको छन् अब यो सानो घडी यसको चाहिँ $49 यहाँ प्राइस राखिएको छ यहाँ इलेक्ट्रिक केटलहरू अब यो यसको $25 अनि यो $15 अनि यो ट्यापको सिङ्कको $119 यो सिङ्कको चाहिँ $249
अनि यहाँनिर यो एउटा सानो अब स्टोभ पनि राखिएको छ, यसको चाहिँ $329। अनि यहाँनिर ओभन पनि छ यो तलपट्टि, यसको चाहिँ $1279 भनेर चाहिँ प्राइस सबै राखिएको छ। अब यो सबै चाहिँ गर्दाखेरि $3812 लाग्ने रहेछ। 25 years ग्यारेन्टी। यसमा चाहिँ के इन्क्लुड छन् त, एप्लायन्सेस, लाइटिङहरू, अनि यसको कम्प्लिट प्राइस चाहिँ $7749 आउने रहेछ। र यो किचनको आइटम मात्रै लिने हो भने चाहिँ $3812 अस्ट्रेलियन डलर। अनि यहाँ चाहिँ अब यो फ्रिज पनि राखिएको छ, सानो कोजी एकदम कम्प्याक्ट। मैले चाहिँ हेरेकै थिइनँ, अहिले प्रणवले ढोका खोलेपछि मात्रै चाहिँ यो मैले यो फ्रिजमा मेरो आँखा परेको थियो। अब यो यतापट्टि चाहिँ यो सानो एउटा लिभिङ रुमको आइडिया छ। यहाँनिर सानो एउटा सोफा राखिएको छ, यसको पछाडि चाहिँ यो सामानको डिस्प्ले, अनि माथिपट्टि चाहिँ यो लाइटिङहरू छ, यस्तो खालको लाइटिङहरू। अनि यो यतापट्टि चाहिँ यो सानो यतापट्टि पनि यो सामानहरू राख्ने सोकेसहरू। अनि यहाँनिर चाहिँ यो टिभीको सानो दराज, अनि त्यो माथि चाहिँ सानो यो सम्भवतः यो 20 इन्चको चाहिँ टिभी हुनुपर्दछ। यो यहाँ भएका सामानहरू चाहिँ ठ्याक्क यस्तै हो जस्तो लाग्ने गरी राखिएको छ कि यो चल्छ नै, यो चाहिँ एक्चुअल लिभिङ रुमकै सामान हो जस्तो गरेर। अब यहाँ अगाडिपट्टि टिभी राखिएको थियो, प्रणवले चाहिँ अहिले यो टिभी हेरौँ न भनेर भनिरहेको थियो। अनि अघि चाहिँ हामीले उता अब यो चाहिँ बाथरुमको यस्तै डिजाइनहरू हामीले हेरिरहेका थियौँ। त्यहाँनिर उसले चाहिँ कोमोड देखेर मलाई चाहिँ आँखा आयो, म यहीँ टोइलेट गर्छु भनेर पनि भनिरहेको थिएँ। बच्चाहरूलाई चाहिँ एकदम झुक्क्याउने तरिकाले एकदमै राम्रो सही यो घरको चाहिँ डिजाइन जस्तो तरिकाले देखाइएको हुन्छ, राखिएको छ यहाँनिर चाहिँ। र सामानको मूल्य पनि यहाँ राखिएको छ, ताकि तपाईँले चाहिँ एकचोटि हेरेर माइन्ड मेकअप गर्न सक्नुहोस्, अनि पैसा सङ्कलन गर्नुहोस्, अनि फेरि आएर चाहिँ तपाईँले सामान किन्न पनि सक्नुहुन्छ। यो एकदमै मासिभ ठुलो स्टोर, मैले अघि बाहिरबाट देखाएको थिएँ र अहिले चाहिँ म भित्रबाट देखाइरहेको छु। अहिले चाहिँ हामी यो किचनको आइटमहरू राखेको ठाउँहरूमा आएका छौँ, जहाँ चाहिँ यो फ्रिजहरूदेखि लिएर यो विभिन्न खालका मिक्सरहरू, यो ट्यापहरू, अनि सिङ्कहरूदेखि लिएर चाहिँ यस डिसवासरहरू पनि यहाँ रहेका छन्। र यसका प्राइस चाहिँ यो चाहिँ 999 भनेर चाहिँ डिसवासरको प्राइस भनिएको छ, करिब 1 लाख नेपाली रुपैयाँ, 799। अनि अब यता चाहिँ विभिन्न खालका यो ग्यासका स्टोभहरू रहेका छन्, यो ग्यासका पनि छन्। यतातिर चाहिँ यो मैले ग्यासको स्टोभहरू देखाइरहेको छु। यहाँनिर ओभनहरू रहेका छन्, विभिन्न खालका माइक्रोवेभ ओभनहरू। र यसको चाहिँ डिजाइन कसरी राख्दाखेरि चाहिँ राम्रो हुन्छ भनेर चाहिँ एउटा बेसिक आइडिया पनि दिएको छ। अब यहाँ चाहिँ विभिन्न खालका यो ओभनहरू रहेका छन्। अनि अब यतातिर चाहिँ यो इलेक्ट्रिक टपहरू, यो के चाहिँ चुलोहरू रहेका छन्, र यहाँनिर चाहिँ ओभनहरू रहेको छ ठ्याक्क त्यसको तलपट्टि। अब यतापट्टि चाहिँ यो एक्सटिङ्गिसरहरू रहेका छन्, स्मोक चाहिँ यहाँबाट बाहिर जाने यो कुराहरू 499, 499 का यो लटहरू। यो साना ठुला कस्तो खालको चाहिँ अब आफ्नो आफूलाई मनपर्छ र आफ्नो आवश्यकता छ त्यो अनुसारले चाहिँ तपाईँले चाहिँ यहाँ आएर चुज गर्न सक्नुहुन्छ। र यो चाहिँ डेकोरेसनको तौर तरिका पनि सामान्य रूपमा इन्टेरियर डिजाइनहरू चाहिँ के कसरी राख्दाखेरि राम्रो हुन्छ भन्ने तरिका पनि यहाँ चाहिँ सिक्न सकिन्छ।
यतातिर चाहिँ यो किचनका अरू सामग्रीहरू विभिन्न कुराहरू राख्नका लागि र विभिन्न कुराहरूको चाहिँ स्टोरेज गर्नका लागि चाहिने प्लास्टिकका सामग्रीहरू पनि रहेका छन्। त्यो चाहिँ सामानहरू के सामानहरू हालिहाली गर्ने कुरा। पकाउने फ्रिजका सामानहरू डिसवासरहरूको कुरा त भयो। त्यो दुई पछाडि चाहिँ यतापट्टि आफ्नो घरको आवश्यकता अनुसार आफ्नो किचनको आवश्यकता अनुसार चाहिँ यहाँ विभिन्न खालका सानादेखि ठुला खालका चाहिँ यो किचनका टेबलका सेटहरू डाइनिङ टेबलका सेटहरू रहेका छन्। 879 यो चाहिँ सजावट गरेर चाहिँ यसरी राख्ने भनेर पनि यो मनैलो बेहोन तरिकाले यो वाइनका बोतलहरू ग्लासहरू अनि यो लाइटिङहरू शुद्ध गरेर चाहिँ यसरी राखिएको छ। र यहाँ चाहिँ विभिन्न थरीका चेयरहरू पनि छन् अब किचनका लागि चाहिने अन्य विभिन्न सामग्रीहरू चेयरका र यसका दामहरू अब यसको चाहिँ हामीले $129 र त्यही अनुपातमा चाहिँ यहाँ टोडलरको चेयरहरू यो चाहिँ $49 मैले यहाँ देखिरहेको छु। $129 $99 यो चाहिँ एउटा चेयरको दामहरू। अनि यहाँनिर यसकै तल चाहिँ यो अब विभिन्न डाइनिङका टेबलहरू र बाहिर राख्नका लागि राख्न सकिने खालका टेबलहरू पनि यसरी चाहिँ सजाएर राखिएका छन्। यो झट्ट हेर्दाखेरि चाहिँ कुनै रेस्टुरेन्ट हो जस्तो लाग्छ, तर यो रेस्टुरेन्ट होइन, यो चाहिँ आइकियाको स्टोर हो अस्ट्रेलियाको। $800 यो टेबलको चाहिँ सम्भवतः अब यसमा चाहिँ एभ्री टेबल इज युनिक। हो यो दुई पछाडि चाहिँ हामी फेरि पुनः बेडहरूमा आएका छौँ र यहाँ चाहिँ विभिन्न थरीका बेडहरू जुन अघि मैले मिस गरेको थिएँ जस्तो लाग्छ। अब यहाँ यो बेडहरू अनि यो साइड टेबलहरू अनि लाइटिङहरू पनि अनि यो चाहिँ वालमा डेकोरेसनको लागि राखिएको सानो यो ताक देखाइएको छ। यहाँ बेडहरू यसै गरी यता पनि अब यो बेडहरू चाहिँ कसरी सजावट गरेर राम्रोसँग राख्न सकिन्छ। यो पुरानो डिजाइनको सम्भवतः घरहरू अनि यहाँ चाहिँ अब यो बङ्क बेडहरूदेखि लिएर तल चाहिँ बस्ने कुराहरू अनि बच्चाको लागि रुमका सामग्रीहरू रहेका छन्। तपाईँको साना बच्चाहरू छन् भने यो चाहिँ बङ्क बेड, सानो स्पेस छ तपाईँको घरमा भने तल र माथि बङ्क बेडमा 2 जना बच्चाहरू सुत्न सक्ने। जाने जुत्ताका स्टोरेजहरू, जुत्ता सजाउने राख्ने कुराहरू चाहिँ यहाँ रहेका छन्।
अब यहाँ अहिले हामी माथिल्लो तलामा यो जुन डेकोरेसनका बेडका बेडिङका अनि किचनका सजावट जस्तो स्टोभ डिसवासर लगायतका सामग्रीहरू हामीले हेरिसके पछाडि अब यो किचनमा अहिले हामी तल्लो तलामा ओर्लिएका छौँ र यहाँ चाहिँ किचनका एसेन्सियल आइटमहरू एकदमै धेरै चाहिँ जति सामानहरू चाहिन्छ त्यो सबै सामग्रीहरू चाहिँ यहाँ राखिएका छन्। हामी अहिले यहाँ हिँडिरहेका छौँ। यहाँ चाहिँ अब घरका लागि चाहिने पर्दाहरू चाहिँ यहाँ विभिन्न प्राइस सहित $29 $89 चाहिँ मैले देख्न सक्छु, यहाँ देखाइराखेको छु। यो चाहिँ विभिन्न पर्दा चाहिँ तपाईँलाई कस्तो मनपर्छ त्यो अनुसारले चाहिँ छानेर यहाँनिर डिजाइन हेर्ने हो। यहीको यो नम्बरहरू यहाँ राखिएको छ र यहाँ चाहिँ नयाँ यो चाहिँ प्याक आइटमहरू चाहिँ यो साइडबाट यसरी लिन सकिन्छ। यो सपिङ त सकिएको थिएन, अझै भित्र पनि धेरै कुराहरू हेर्न बाँकी नै थियो। तर अब प्रणव चाहिँ अब हिँड्न नसक्ने भएको कारणले गर्दाखेरि यो चाहिँ थाक्यो भनेर यहाँ म उसलाई बोकेर हिँडिरहेको छु। त्यो कारणले गर्दाखेरि मेरो क्यामेरा पनि हल्लिरहेको छ। तैपनि अब यो अहिले चाहिँ हामी त यो फर्निचरको सेक्सनमा रहेका छौँ र यो चाहिँ यो विभिन्न यो जति पनि आँखाले नभ्याउने यो कुराहरू चाहिँ मेरो क्यामेरामा कैद भइरहेका छन्। यो चाहिँ फर्निचरका सामग्रीहरू अब यो चाहिँ निस्किँदै आउटडोर र इन्डोर लगायतका फर्निचरका सामग्रीहरू रहेका छन्। अब यहाँ चाहिँ खानेकुराहरू पनि खान पाइन्छ। यो थाक्छन् मान्छेहरू भनेर होला अब यो हिँडिसके पछाडि। अनि यहीँनिर अब अगाडिपट्टि चाहिँ देखिरहेको छ त्यो रेस्टुरेन्टका कुराहरू, यतापट्टि फेरि अर्कै चाहिँ यो डेकोरेसनका कुराहरू छन्, बच्चाका खेल्ने कुराहरू रहेका छन्। यहाँ यता चाहिँ रेस्टुरेन्ट रहेको छ, खानेकुराहरू पनि यहाँ सुपथ मूल्यमा पाइन्छन्। अब यहाँनिर चाहिँ अब चेकआउट रहेको छ। यो चेकआउट गरिसके पछाडि चाहिँ यहाँबाट बाहिर निस्किने। सो अब हामी यो आइकिया मैले भने साउथ अस्ट्रेलियाकै यो एउटा स्टोर हुनुपर्दछ र त्यहाँ चाहिँ हामी ठ्याक्कै 12:30मा हामी भित्र छिरेका थियौँ प्रणव र म। तर अब प्रणव चाहिँ उसले पनि हिँड्यो, धेरै कुराहरू एक्सप्लोर गर्यो, धेरै कुराहरू हेऱ्यो। तर अब बच्चा हो त्यो कारणले गर्दाखेरि उसले चाहिँ हिँड्न नसकेको कारणले गर्दाखेरि हामी चाहिँ निस्किनु पर्यो। मलाई चाहिँ बोक भन्न थालेपछि तैपनि अब 1 घन्टा भइसकेको छ। हामी सरसर्ती धेरै कुराहरू हामीले स्किप गऱ्यौँ, धेरैतिर स्किप गऱ्यौँ। हामी हिँड्न जान सकेनौँ प्रणवको
कारणले गर्दाखेरि। तर अब यसरी हामी हिँड्दाखेरि पनि 1 घन्टा चाहिँ हामीलाई लाग्यो र योभन्दा पनि अझै धेरै समय सबै कुराहरू चाहिँ म धेरै कुराहरू हेर्छु भन्दाखेरि चाहिँ योभन्दा पनि धेरै समय लाग्नेछ र यो एउटा स्टोरमा आइसके पछाडि चाहिँ अरू स्टोरमा तपाईँले छिर्नु पर्दैन। एउटा होमको डेकोरेसनको घरको लागि कुनै पनि सामग्रीहरू किन्नु पर्दाखेरि यहाँ चाहिँ किचनदेखि लिएर बेडरुमदेखि लिएर बाथरुमदेखि लिएर चाहिँ हरेक ठाउँमा चाहिने हरेक सामग्रीहरू र खाना पकाउनेदेखि लिएर चाहिँ खाना राख्ने अनि खाना खाने प्लेटहरू अनि चम्चाहरू सुधा सबै कुरा चाहिँ यो एउटै स्टोरमा पाउन सकिन्छ। यो दुईटा तल्लो र ग्राउन्ड फ्लोर र माथिल्लो पहिलो फ्लोरमा चाहिँ सम्पूर्ण घरका सामग्रीहरू राखिएका छन्। अब यो भिडियो सामग्री तपाईँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। मैले खास गरी यो अस्ट्रेलियामा रहनुभएका मित्रहरूको लागि चाहिँ बनाएको होइन यो भिडियो। यो चाहिँ नेपालबाट हेर्नुभएका नेपालबाट चाहिँ एउटा नौलो कुरा हुन सक्दछ किनभने नेपालको कन्टेक्स्टमा चाहिँ यस्ता खालका पसलहरू एकदमै कम्ती छन् तर अब भर्खरै खुल्न थालेका छन् होला अब भविष्यमा। तर अब अहिलेसम्मको लागि चाहिँ नेपालको लागि नयाँ कुरा हुनसक्छ भनेर चाहिँ मैले यो सामग्री आज बनाएको छु। तपाईँलाई कस्तो लाग्यो प्रतिक्रिया बताउनु होला र अन्य यस्तै भिडियोहरूका लागि हामीलाई युट्युबमा सब्सक्राइब गर्न नबिर्सनु होला। यो भिडियो हेर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।